अर्क साम्पाङको नागरिकलाई अपिल, गरिबको घरमा डोजर आतंक मचाउने दललाई बस्तीमा छिर्न नदिनुस्। प्रतिनिधि सभाको बैठक आज बस्दै यस्तो छ कार्यसूची, के हुँदैछ यसको पुरा जानकारी। प्रतिपक्षको दबावपछि पनि संसदमा उपस्थिति नहुने भए प्रधानमन्त्री अर्थमन्त्रीले नै जवाफ दिने तयारी। सदनमा प्रधानमन्त्री नआए विरोध जारी रहनेछ, काङ्ग्रेसको भनाई। रासपाका उपनेता गणेश पराजुलीको अभिव्यक्तिमा सांसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन। संसदमा प्रधानमन्त्री खोज्नु अनुहार हेर्न होइन, जवाफदेहिता खोजेका हौँ, रापरापा खुशबु ओलीको भनाई। प्रधानमन्त्री संसदमा जाने छैनन्, एकिन नीति तथा कार्यक्रमबारे अर्थमन्त्रीले नै जवाफ दिने तयारी। बहुमतको आडमा सरकार चल्न सक्दैन, ज्ञानबहादुर साईको भनाई। प्रश्नबाट भाग्ने प्रविधि लोकतन्त्रको शुभ सङ्केत होइन, सचेतक राईको भनाई। प्रधानमन्त्रीले लोकतन्त्र होइन बालेनतन्त्र विकास गरेको बजारमा हल्ला छ, सांसद महरको भनाई। संसदमा बोल्दा शब्द चयनमा संवेदनशील हुन सभामुखको आग्रह। संविधान संशोधनका लागि मात्र हुनु हुँदैन, सुवाङको भनाई। प्रचण्ड र बाबुराम विरुद्धको युद्ध अपराध मुद्दामा आज सर्वोच्चले निर्णय सुनाउँदै र नयाँ सरकारको नीति तथा कार्यक्रममा पुरानै निरन्तरता, रामकुमारी झाँक्रीको भनाई। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा धारण राख्ने क्रममा शब्द चयनमा संवेदनशील हुन आग्रह गर्नुभएको छ। बिहिबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीमा उल्लिखित संसदीय शब्द प्रयोग नगर्न र बोल्ने क्रममा सो व्यवस्थालाई ख्याल गर्न आग्रह समेत गर्नुभएको छ। अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र संसदीय शब्द प्रयोग गर्न नहुने भन्ने विषयमा नियमावलीमा नै उल्लेख भएको यसमा विशेष ध्यान दिन उनले आग्रह गर्नुभएको हो। साथै उनले रासपा सांसद गणेश पराजुलीले धारणा राख्ने क्रममा प्रयोग गरेका केही शब्दहरू संसदको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन समेत दिनुभएको छ। वैशाख 29 गतेको बैठकमा सांसद पराजुलीले धारणा राख्दा प्रयोग भएका केही शब्दहरूलाई हटाउन विपक्षी दलका सांसदहरूले माग समेत गरेका छन्। दर्शकबिन, त्यसैगरी कोशी प्रदेश सरकारले आगामी जेठ 6 गते प्रदेश सभाको अधिवेशन बोलाउने निर्णय गरेको छ। बिहिबार बिहान बसेको मन्त्री परिषद बैठकले बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार जेठ 6 गते बुधबार अपराह्न 3 बजे विराटनगर स्थित वीरेन्द्र सभागृहमा प्रदेश सभाको 9औं अधिवेशन सुरु गर्ने बताइएको छ। मन्त्री परिषदको आजको बैठकले आगामी बजेट अधिवेशनको मिति तय गर्नुका साथै केही महत्त्वपूर्ण प्रशासनिक र राजनीतिक निर्णयहरू गरेको छ। मन्त्री पराजुलीले भन्नुभएको छ, यसैगरी बैठकले कोशी प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा धारण उपमहानगरपालिकाका मनिता घिमिरेलाई नियुक्ति गर्ने निर्णय गरेको छ। आयोगलाई पूर्णता दिने क्रममा सरकारले घिमिरेलाई सदस्यमा नियुक्त गरेको हो। सरकारले केही महत्त्वपूर्ण नियमावली र निर्देशिकाहरूलाई तर्फवार छलफलका लागि सम्बन्धित समितिहरूमा पठाउने निर्णय गरेको छ, जस अनुसार कोशी प्रदेश तथ्याङ्क नियमावली 2082 लाई मन्त्री परिषदको पूर्वाधार समितिमा पठाएको हो। यस्तै कोशी प्रदेश आन्तरिक नियन्त्रण प्रणाली दीर्घसन 2083 र कोशी योजना आयोग गठन सञ्चालन पहिलो संशोधन आदेश 2083 लाई थप छलफल र परिमार्जनका लागि कानुन न्याय तथा प्रदेश मामिला समितिमा पठाउने निर्णय भएको मन्त्री पराजुलीले जानकारी दिनुभएको छ। बैठकले सँगै सरकारबाट सरुवा भई कोशी प्रदेशमा आएका सहसचिव रामकृष्ण अधिकारीलाई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सचिवको रूपमा पदस्थापन गर्ने निर्णय पनि गरेको बताएको छ। त्यसैगरी नेकपा एमालेका सांसद सुभान नेवाङले संविधान संशोधनका लागि मात्र हुन नहुने बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै नेवाङले सरकारको नीति तथा कार्यक्रमको प्रारम्भमै संविधान संशोधनको कुरा लेखिएको बताउँदै उनले संविधान संशोधन केवल संशोधनका लागि मात्र होइन, नेपाली जनताले प्राप्त गरेको अधिकारको कसीमा राखेर आग्रहगमनका लागि हुनुपर्ने समेत बताएका छन्। यो संविधान अक्षरहरूको सङ्ग्रह नभएको बताउँदै सांसद सुवाङ रगत र पसिनाले लेखिएको साझा दस्तावेज हुनुपर्छ उनले भनेका छन्। उनले संविधान राष्ट्रिय एकता र साझा मनोभावलाई जोड्ने कडी हुनुपर्ने समेत बताएका छन्। उनले भनेका छन्, गणितले संविधान संशोधन त गर्ला तर साझा भावनाले मात्र सार्थक बन्दछ।
उनले संविधान संशोधन अङ्कगणितले मात्र नभई राष्ट्रको साझा भावना र राष्ट्रको साझा ढुकुटीको रङ पनि भरिनु पर्ने बताउँदै यसो भएको मात्र संविधान साझा र कालजयी हुन सक्ने समेत बताएका हुन्। सांसद नेवाङले समर्थन र विरोध पूर्वग्रहबाट नभई तथ्य र प्रमाणका आधारमा हुनुपर्नेमा जोड दिएका छन्। दर्शकबिन, त्यसैगरी नेपाली काङ्ग्रेसले 2/3 सङ्ख्याको आडमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएको छ। प्रतिनिधि सभाको बिहिबार बसेको बैठकमा नेपाली काङ्ग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री सांसदप्रति जिम्मेवार नभएको आरोप लगाएका हुन्। उनले प्रधानमन्त्री स्वयंले सांसदलाई व्यवस्था गरेर लोकतान्त्रिक मूल्य र संसदीय अभ्यास कमजोर बनाइरहेको बताएका छन्। उनले संसद गुरुकुल र विश्वविद्यालय जस्तो हुनुपर्ने भन्ने सत्ता पक्षका सांसद मनिष शाहको अभिव्यक्तिलाई उद्धृत गर्दै प्रधानमन्त्रीले विश्वविद्यालयसम्म संसदको ब्याङ्क हान्न थालेको समेत उनले बताएका छन्। प्रधानमन्त्री सांसदबाट केही 100 मिटर दूरीमै रहेको कार्यालयमा उपस्थिति हुँदै पनि नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थिति हुनु दुःखद भएको उनले बताएका छन्। नीति तथा कार्यक्रमलाई देशको रोडम्याप भएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीकै कारण यसमाथि पर्याप्त छलफल हुन नसकेको गुनासो समेत पोखेका छन्। उनले सभामुखसँग प्रधानमन्त्रीलाई संसदमा उपस्थिति हुनका लागि रुलिङ गर्न पुनः ध्यानाकर्षण समेत गराएका छन्। त्यसैगरी सर्वोच्च अदालतले तत्कालीन नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई विरुद्ध दायर युद्ध अपराध सम्बन्धी मुद्दामा आज निर्णय सुनाउने भएको छ। मुद्दाको सुनवाई कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीश दय सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको संयुक्त इजलासमा हुने तय भएको बताइएको छ। यसअघि गत माघ 28 गते सोही इजलासमा निर्णय सुनाउने पेशी तोकिएको भए पनि निर्णय मिति आजका लागि सारिएको थियो। माओवादीका पूर्व लडाकु लेनिन बिष्टले जनयुद्ध कालमा आफूहरूलाई बाल सैनिकका रूपमा भर्ती गरी पछि अयोग्य लडाकु घोषणा गरेर शिविरबाट निकालिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले बाल सैन्यका रूपमा प्रयोग गरिएका व्यक्तिहरूलाई विस्तृत शान्ति सम्झौतापछि पनि न्याय नदिएको आरोप लगाएका छन्। बिष्टले आफूहरूमाथि भएको व्यवहारलाई युद्ध अपराधको संज्ञा दिँदै बाल सैनिकको पहिचान, परिपूर्ण क्षतिपूर्ति र न्याय सुनिश्चित गर्न अन्तरिम आदेशको माग गरेका छन्। रिटमा माओवादी अध्यक्ष प्रचण्ड र पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई विपक्षी भनाइएको छ। यसअघि रिट दर्ता गर्न खोज्दा सर्वोच्च प्रशासनले दरपिट गरेपछि त्यस विरुद्ध परेको निवेदनमाथि सुनवाई गर्दै न्यायाधीश डाक्टर आनन्द मोहन भट्टराईको इजलासले दरपिट बदर गरी रिट दर्ता गर्न आदेश दिएको थियो। त्यसपछि बिष्टले सर्वोच्च अदालतमा रिट दायर गरेको हुन्। त्यसैगरी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञानबहादुर साईले सुकुम्बासी समस्या जस्तो संवेदनशील विषयमा गृहमन्त्रीको उपस्थिति आवश्यक रहेको बताएका छन्। उनले समितिमा गृहमन्त्रीलाई बोलाउन माग गरिएको भए पनि बैठकमा उपस्थिति नगराइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री स्वयं उपस्थिति हुनुपर्ने विषय भए पनि उपस्थिति हुन नसकेको कम्तीमा गृहमन्त्री आउनुपर्ने उनको भनाइरहेको छ। उनले भनेका छन्, सुकुम्बासीको समस्याको लागि गृहमन्त्री आवश्यक हो। हामीले समितिमा गृहमन्त्री बोलाउनुहोस् भनिसकेका छौँ। सकभर समितिमा प्रधानमन्त्री आउनुपर्ने हो किनकि विषय संवेदनशील छ। प्रधानमन्त्री आउन सकेनन् भने गृहमन्त्री चाहियो भनेर समितिमा विरोध समेत गरेका हौँ। साईले समितिमा गृहमन्त्रीलाई बोलाउन माग गर्दा पत्रकारलाई नै बाहिर निकालिएको आरोप लगाएका छन्। उनले सरकार बहुमतको आडमा जताभावी ढङ्गले अघि बढ्न खोजेको टिप्पणी गर्दै प्रजातान्त्रिक पद्धतिलाई अवलम्बन गर्न आग्रह समेत गरेका छन्। उनले भनेका छन्, व्यवस्था अन्तर्गत नै गृहमन्त्री बोलाउनुहोस् भन्दा समितिबाट पत्रकारलाई नै बाहिर निकालियो। सरकारलाई के लाग्छ भने बहुमत छ, जे गर्दा पनि हुन्छ। प्रजातान्त्रिक पद्धतिलाई अवलम्बन गर्नुहोस्। हामीले काम नै खोजेका हौँ, भाषण खोजेका होइनौँ। गृहमन्त्रीको काम हो समितिमा आएर भूमिविहीन मान्छेहरूलाई के व्यवस्थापन गर्ने जानकारी दिनैपर्छ। गृहमन्त्री नै बैठकमा उपस्थिति हुनुहुन्न। उनले सुकुम्बासी तथा भूमिविहीन नागरिकको व्यवस्थापनबारे सरकारले स्पष्ट योजना प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै यसबारे जानकारी दिन गृहमन्त्री समितिमा उपस्थिति हुनुपर्ने बताएका छन्। त्यसैगरी प्रधानमन्त्री बालेन्द्र शाह बालनले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आफै जवाफ नदिने हुनुभएको छ। यही विषयलाई सुनाउँदै प्रधानमन्त्री शाहले आज पनि अर्थमन्त्री छोडिम वाग्लेलाई नै वारिस तोकेर सदन पठाउनु भएको छ। प्रधानमन्त्री बालेन
कसै गरी संसदमा जवाफ नदिने र नजाने अडानमा रहेपछि संसद सचिवालयको कार्यसूची नै फेरेर प्रधानमन्त्री बालेनको साटो अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले जवाफ दिने उल्लेख गरिएको छ। बिहान आएको कार्यसूचीमा प्रधानमन्त्रीले जवाफ दिने नभएकोमा त्यसलाई अहिले सच्याइएको हो। बुधबारको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्री आफैले जवाफ दिनुपर्ने माग गर्दै दिनभर संसद अवरोध गरेका थिए। सभामुख डोलप्रसाद अरियालले प्रधानमन्त्रीसँग आफूले संवाद गर्ने बताउनु भएको थियो, तर प्रधानमन्त्री बालेनले कसैलाई भेट समेत दिनुभएको छैन। उहाँ आज पनि संसद आउन तयार हुनु भएन। सभामुखसँग संवाद समेत हुन नसकेको संसद सचिवालयले स्रोतलाई बताएको छ। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले संसदमा प्रधानमन्त्रीको उपस्थिति केवल अनुहार हेर्नका लागि नभई जवाफदेहिता खोज्नका लागि भएको बताएकी छिन्। बिहिबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले पहिलो अधिवेशनमा प्रधानमन्त्रीले संशोधन नगरे पनि आफूहरूले स्वीकार गरेको, तर दोस्रो अधिवेशनमा पनि नीति तथा कार्यक्रममाथि अपन्तो नदेखाएको आरोप लगाएकी छिन्। नीति तथा कार्यक्रम उहाँकै कार्यक्रम हो, तर अपन्तो नदी कार्यक्रमकै बीचमा उठेर जानुभयो। उनले भनिन्, उहाँका केही बाध्यता होलान्, तर संसदमा उठेका विषयमा जवाफ दिनुपर्छ। सांसद ओलीले सदनमा सुकुम्बासी र संवैधानिक परिषद सम्बन्धी विषय उठाए पनि प्रधानमन्त्रीले संसदभन्दा सामाजिक सञ्जाल मार्फत जनतालाई जवाफ दिने गरेको टिप्पणी गरेकी छिन्। उनले प्रधानमन्त्री सदनप्रति अनिच्छुक देखिएको भन्दै नीति तथा कार्यक्रममाथिको छलफलमा सक्रिय सहभागिता जनाउन आग्रह समेत गरेकी छिन्। प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रमको छलफलमा सहभागी नभएपछि भन्दै विपक्षी दलहरूले संसदमा उनको सहभागिता खोजिरहेका छन्। सोही विषयलाई लिएर बुधबार विपक्षी दलहरूले संसद बैठक अवरोध गरेका थिए। अवरोधका कारण बैठक 3 पटक स्थगित भएको थियो, जसले गर्दा मङ्गलबार सदनमा पेश भएको नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको थिएन। र त्यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरिब जनताको उठीबास लगाउने कानुन च्यातेर फाल्नुपर्ने धारणा राख्नु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले गरिब जनताको घर भत्काउने र डोजर आतंक मच्चाउने काम भइरहेको बताउनु भएको छ। यस्तो गतिविधिमा संलग्न राजनीतिक दलहरूलाई बस्तीमा प्रवेश गर्न नदिन साम्पाङले आह्वान समेत गर्नुभएको छ। जुन कानुनले गरिब जनताको उठीबास लगाउँछ त्यो कानुन च्यातेर फाल्नुपर्छ उनले लेख्नु भएको छ। उहाँले अहिले देश अभिभावकविहीन भएको अवस्थामा पुगेको टिप्पणी समेत गर्नुभएको छ। भनेदेखि अभिभावकविहीन देशका नागरिक हामीले सम्मान र गरिमा अनुभूति गर्न पाएका छैनौँ, उहाँले उल्लेख गर्नुभएको छ। अध्यक्ष साम्पाङले अहिलेको सरकार र प्रधानमन्त्री इतिहासकै असक्षम रहेको टिप्पणी गर्नुभएको छ। उहाँले सरकारले संसदलाई समेत महत्त्व नदिएको र जनतालाई भुसुना जस्तो व्यवहार गरेको बताउनु भएको छ। गरिबलाई हेप्ने, गरिबको घर भत्काउने, डोजर आतंक मच्चाएर सबैलाई आतंकित र बेहाल बनाउने पार्टीलाई गरिबले आफ्नो बस्तीमा छिर्न नदिनु हद भयो। अब उहाँको भनाइ यस्तो रहेको छ। साम्पाङ सरकार जनविरोधी गतिविधिका विरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आउनुभएको छ।